पता रहे ना किसी का हमें, यही कहे ये। फाइनली गाइज हामी पुगिसकेका छौँ राजकाँडाबाट अलिकता टाढा यो जङ्गलमा। अब एकछिनमा राजकाँडा पुग्छौँ। यो भनेको कहाँ भनेदेखिलाई चाहिँ यो कैलालीमा 42 डिग्री तापक्रम हुँदा पनि यो राजकाँडामा चाहिँ एकदमै चिसो, ज्याकेट लाउने चिसो इन्भाइरोमेन्ट हुने रहेछ। त्यही भएर चाहिँ त्यहाँको चिसो खानको लागि हामी साथीहरू त्यहाँ भिजिटको लागि आइराखेका छौँ। यहाँ हेर्न सक्छौँ केटाहरू सबैले एकछिन ब्रेक लगेका कता गए। साथीहरू सबै आफ्नो आफ्नो भ्लगमा व्यस्त छन्, त्यही भएर यसो अपडेट। अब हामी बिच जङ्गलको बिच बाटोमा छौँ। अफरोड रहेछ, लास्टै 2 घन्टा लगभग अफरोड हिँडियो। अब एकछिन पुग्छौँ राजकाँडा। आजको हाम्रो डेस्टिनेसन राजकाँडाको चिसो हावा अनुभव गर्ने भनेर साथीहरू आएका हुन्। हामी लम्कीबाट हिँडेको भयो हाम्रो लगभग 1 घन्टा बढी भइसक्यो। अब बिच बाटोमा पुगेका छौँ हामी। हेर्न सक्छौँ हाम्रो पछाडिको यो एकदम जङ्गल भागभल आउला कि भन्ने पिक्छ हो। त्यसपछि हाम्रो यात्रा फेरि कन्टिन्यू भयो र सबैजना मेरो पछि आइराखेका थिए साथीहरू। म सुरुमा हिँड्दै थिएँ। अब नदेखेको बाटो, कहिले नहिँडेको बाटो, त्यही पनि चिसो हावामा सुरुमा हिँड्दै थिएँ। धुलो पनि उडिराखेको थियो। फाइनली चुच्चोमा पुग्यो। यो ठाउँ भनेको यहाँको सबैभन्दा टप, एकदम हाइएस्ट पिक रहेछ यहाँको लागि चाहिँ। हामी अहिले टिकापुर अथवा भनौँ कैलाली जिल्लाको एकदम टप एरियामा छौँ। यसलाई चाहिँ यहाँबाट हेर्छौँ हामी, हेर्न सक्छौँ तल त्यहाँ चिसापानी जाने बाटो त्यो बाटो हुने चिसापानी जाने हो। यहाँ चाहिँ चिसापानीबाट यो डाँडामा चाहिँ हाम्रो एउटा चाहिँ केबल कार निर्माण हुँदो रहेछ। यहाँ केबल कार सञ्चालन भयो भने टिकापुरको गर्मी खाएर पनि मान्छे आधा घन्टामै यो डाँडाको टुप्पोमा पुग्न सक्ने देखियो। जसले गर्दा चाहिँ के हुन्छ त भनेदेखिलाई चाहिँ तराईको गर्मीलाई पनि छिचोल्न सम्भव हुने देखियो। यहाँ आयो भने एकदम चिसो ठन्डा मौसम र यहाँबाट तल झऱ्यो भने फेरि गर्मी तराई लाग्ने रहेछ। यहाँ भनेको एकदम यहाँको लागि चाहिँ एकदम राम्रो रेस्टुरेन्ट होटलहरू एकदम व्यापक रूपमा सञ्चालन गरेको पाइयो। यहाँ चाहिँ यहाँको सिनारियो यस्तो छ गाइजहरू। भिजिटको काम सकिसकेपछि ओह्रालो झर्ने कम्पिटिसन भइरहेको थियो, तर एकदमै ढुङ्गाले लडाएर म चाहिँ लास्टै चिप लिएँ। सुरुमा गएको थिएँ र साथीहरूले चाहिँ लडेपछि भिडियो बनाएको रहेछन्, पछि मलाई पठाए। त्यही पनि मेमोरी भयो भन्ने हो। 2-3 चोटि चाहिँ लडियो, 2 चोटि चाहिँ लडियो, तर धेरै ठुलो चोट चाहिँ आएन। बाइक उठाउन पनि साथीहरू सहयोग गर्न आएनन्, आफै उठाइयो। त्यसपछि चाहिँ स्ट्यान्ड लाएर चाहिँ 10-15 मिनट रेस्ट गरियो। स्ट्यान्ड माछिएको रहेछ, पछि चाहिँ तलाएर हेरियो। अब बचेको पानी खाइयो, खाजा त थिएन, अनि हिँडियो फेरि। त्यसपछि लम्की पुग्दासम्म राति भइसकेको थियो र राति भएपछि साथीहरू कम्पिटिसन गरेर चाहिँ कोभन्दा को अगाडि भनेर कम्पिटिसन तरिकाले चाहिँ बाइक चलाइराखेका थिए। र बाटोमा जस बाटो खुल्ला पनि थियो र घरबेटीले ढोका लगाइसकेको भन्ने पिर पनि थियो। लगभग 8-9 बजिसकेको थियो। एकदम रोडतिर त उज्यालो नै थियो र हामी सबैजना गुटुङटुङ ओह्रालो लागियो भन्नुपर्छ। जस आजको दिन घुमघाम सबै राम्रै भयो भन्नुपर्छ। एकदम रमाइलो चिसो हावा खाएर आइयो गर्मीमा भनेर भनौँ।